नेपाल सरकारले गर्न लागेको काम यो अहिले गर्न त धेरै कामहरू गरिरहेको छ, तर ट्रेन्डिङमा भएको काम के हो भन्दा भूमिहीन सुकुम्बासीलाई स्थापित र विस्थापितको जुन ट्रेन्डिङ चलेको छ यो चाहिँ एकदम उदाहरणीय काम हो। म यसप्रति पूर्ण समर्थन गर्छु। यो काम चाहिँ आजभन्दा केही वर्ष पहिला बाबुराम भट्टराईका पालामा भएको थियो। त्यति बेला पनि धेरै विरोधहरू भए, जनता सडकमा आए। त्यो एउटा काम त हो, त्यो राम्रो काम हो, गर्नुपर्छ। तर त्यो कामलाई पनि जनताले विरोध गरे। कसरी विरोध गरे भन्दा तपाईँको उति बेला पनि घरहरू डाइरेक्ट गएर डाङडुङ भत्काइयो। बाटो चौडा गर्न छ, त्यो आवश्यकता हो। सडक पेटीहरू फाल्नु छ, त्यो आवश्यकता हो। तर त्यही कामलाई चाहिँ अलिकति ताकत लगाएर फोर्सका साथ गरियो। त्यही कामलाई सफ्टसँग अलि सजिलो पाराले सिस्टमेटिक ढङ्गले गरेको भए यस्तो भनौँ न विरोध यति धेरै ट्रेन्डिङमा हुने थिएन जस्तो मलाई लाग्छ। किनभने यो सिस्टमेटिक ढङ्गले कसरी गर्न पाए भए हुन्थ्यो भने पहिला अब हिजो मैले हेरेँ बागमती किनारामा टन्न छाप्राहरू बनेका छन्, झुक्कीहरू बनेका छन्, सानसाना घरहरू। ती घरहरूलाई त ती घरहरू पूर्ण रूपमा अब सुकुम्बासीहरूको नै हो। त्यसले गर्दा त्यसलाई चाहिँ एउटा सिस्टमेटिक ढङ्गले त्यहाँ गएर त्यहाँ एउटा अफिस अथवा एउटा कार्यालय राखेर कर्मचारी एकजना होइन 5 जना राखेर त्यहाँको मान्छेहरूको लेखाजोखा राखेर तिनलाई चाहिँ कसैलाई 1 महिनाको टाइम, कसैलाई 2 महिनाको टाइम, कसैलाई 3 महिना, कतिपयलाई 4 महिना, कतिपयलाई 5 महिनाको टाइम दिएर हामीले त्यहाँबाट चाहिँ निकालेर त्यहाँबाट निस्केका जुन सुकुम्बासीहरू छन् तिनीहरूलाई व्यवस्थापनका लागि यता सरकारले फेरि अर्को ठाउँ तयारी गर्दै गरोस्। उहाँबाट यति मान्छे आउँदैछ र यी मान्छेहरूलाई यहाँ यो चिजको आवश्यकता छ, त्यो पूर्वाधार तयार गरेर सरकारले चाहिँ त्यहाँ स्थापित गर्न सकेको भए राम्रो हुन्थ्यो बिस्तारै। अब फोर्सका साथ नगरेर सफ्टको साथ यसरी काम गरेको भए अलि हुन्थ्यो। यो चाहिँ अलिकति मलाई पनि थोरै चित्त नबुझेको कुरा चाहिँ हो। अलि फोर्स ताकत लगाएर गरेको भएको हुनाले हुन त हामी नेपालीहरू चाहिँ लातोका भूत बातो नै मान्थे भने चाहिँ पनि हुनसक्छ। हामी त्यहाँसम्म पुगेका छैनौँ। तर मेरो विचारबाट एउटा सिस्टमेटिक ढङ्गले प्रत्येक ठाउँमा छन् सुकुम्बासीहरू, ती प्रत्येक ठाउँमा चाहिँ कार्यालय खोलेर कर्मचारी राखेर तिनको डेटा सङ्कलन गरेर ती डेटा सङ्कलन भएका व्यक्तिहरूलाई प्रत्येकचोटि चाहिँ कार्यालयमा बोलाएर होइन एउटा कार्यालयमा क्यामेरा हुन्छ, हामीले सिसिटिभीहरू क्यामेराहरू जडान गरेका हुन्छौँ, हामीसँग प्रुफ हुन्छ। उसलाई प्रत्येकचोटि दिएको चिठीहरू, प्रत्येकचोटि उसलाई दिएको टाइमहरू भयो, समय ल यति समयभित्र सर्नुपर्ने छ, तँ यो ठाउँमा जानुपर्ने छ। ऊ यदि साँच्चैको सुकुम्बासी हो भने त्यसलाई सुरक्षित सरकारले चाहिँ व्यवस्थापन गर्नुपर्ने थियो। अब त्यो सुकुम्बासी नभएर एउटा हुकुमबासी जस्तो हो भने अब भनौँ न ऊ चाहिँ सम्पन्नशाली तर पनि त्यस्तो जग्गा कब्जा गर्न आएको हो भने त्यसलाई त्यसको ठाउँमा फिर्ता गर्नका लागि सरकारले एउटा सिस्टमेटिक ढङ्गबाट बिस्तारै सूक्ष्म गतिले काम गरेको भए अब हुने हो। अहिले तत्कालै डाडाङडुडुङ गर्दाखेरि ओहो क्या कान सरकार त क्या कान त भयो होइन, सरकार आएको थियो लो। अब यही कामलाई बिस्तारै गरेको भए जस एउटा अनुभूति चाहिँ हुन्थ्यो, सरकारको अनुभूति चाहिँ हुन्थ्यो। योचोटि ती झुप्रोमा बस्नेहरूले, ती भूमिहीनहरूले पनि सरकारले हामीलाई व्यवस्थापन गर्दैछ है, ऊ त्यहाँबाट 4 जना गए, तिनीहरूलाई चाहिँ राम्रो व्यवस्थापन छ त, हामी पनि जानुपर्छ भन्ने किसिमको अनुरोधमा पनि हुन्थ्यो होला। अब सबैको टहराहरू गराङगुरुङ भत्काएछ, त्यो टहरा व्यवस्थापनको लागि कति समय लाग्छ, ती मान्छेहरूलाई व्यवस्थापनका लागि कति समय लाग्छ। त्यसले गर्दा थोरै गर्ने टक्क यति गरेको भए धेरै राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई है। तपाईँलाई कस्तो लाग्छ?